गाइज गुड मर्निङ। अहिले चाहिँ बिहान 8 बजेको छ। म चाहिँ उता मेरो घर, यो चाहिँ मेलरुख हो, मेलरुख बजार हो। त्यहाँभन्दा अलिक पछाडितिर मेलरुख बजार देखिन्छ। अहिले चाहिँ देखिँदैन, म अलि अगाडि आइसकेँ। म चाहिँ मेरो गाउँ, मेरो घर सारा भन्छ नि त्यसलाई, त्यहाँ जाँदैछु। म तपाईँहरूलाई एउटा खानेकुरा देखाउँछु है। मलाई यस्तो खान मन लागेको कुरा म यहाँ आएर खाँदैछु, त्यो भन्छु ल। योभन्दा मान्छे हिँडिरहेको भन्दा यो डाँडाभन्दा पछाडि चाहिँ मेलरुख बजार छ। यति हिँडिसकेपछि चाहिँ साराको मेरो गाउँ सुरु हुन्छ। हाम्रो गाउँ चाहिँ सानो छ, धेरै ठुलो छैन। त्यही घरहरू पनि यताउता सँगै भएको कसैको पनि छैन, टाढा 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 छ। यो चाहिँ छाना हो एउटा अङ्कलको। यता माथि पनि छ गाउँ, ऊ त्यहाँ देखिरहेको यी सबै घरहरू हुन्। यति छ। अहिले अझै देखाउँछु। यो रोड चाहिँ हाम्रो घर जाने रोड हो। अनि यहाँ रोडमा यस्तै भैँचाहरू हुन्छन्। अनि त्यसपछि यता घरहरू छन्, तर टाढा टाढा छन्। हाम्रो गाउँघरतिर चाहिँ सँगै छैन। मलाई चाहिँ सँगै बस्ती भएको धेरै राम्रो लाग्छ, तर यहाँ चाहिँ टाढा टाढा छन्। हामी त्यहाँ माथि जान्थ्यौँ डाँडामा लाली गुराँस टिप्न पहिला सानो हुँदाखेरि। अहिले त जानै सक्यो। यिनी पनि सब साराकै घर हुन्। यिनीहरू चाहिँ उता पारिपट्टि देखिने त्यो चाहिँ सान्तडा हो। अनि त्यो चाहिँ पुल बजार, खाल बजार। अनि माथि चाहिँ सैन, यो माथिको चाहिँ रामारोसन। यति टाढा छ। मेरो माइती घरमा चाहिँ सुन्तला धेरै पाउँछ, तर अहिले चाहिँ सकिएको छ। यसरी टाढा 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 घर छन् हाम्रो। यिनीहरू पनि सब यो मेरै दाईहरूको घर हो। ऊ त्यहाँ पनि छन्। अनि मेरो घर चाहिँ यिनीहरू हाम्रो घर चाहिँ यिनी तीनवटा घर चाहिँ हाम्रो हो। यो सानोवाला चाहिँ मेरो जेठो बुवाको भान्साघर हो। अनि तिनी अरू तीनवटा चाहिँ मेरो घर अलि छेकेको छ, लास्टमा चाहिँ मेरो घर हो। यिनीहरू चाहिँ मेरो घर हुन्। तिनीहरू पनि साराकै गाउँ हो। यो पनि नजिक भएको घरहरू चाहिँ यिनीहरू हो। यो सब मेन सारा चाहिँ यहाँ हो, उताबाट सुरु हुन्छ। यहाँनिर यिनीहरू सब घर हाम्रै माइतीहरूको हो। अब चाहिँ माइती भन्नु पऱ्यो, पहिले चाहिँ मेरो घर हो भन्न पाइन्थ्यो। अनि यहाँनिर चाहिँ मेरो मम्मीको स्कुल, यहाँबाट यस्तै छ। यो चाहिँ साराको भ्यू है साथीहरू। यहाँनिरको क्लिप चाहिँ मैले एउटा विशेष फुपूलाई बनाएको, मेरो लक्ष्मी फुपूको घर हो। त्यो चाहिँ यो देखिरहेको यो घर चाहिँ त्यो छानाभन्दा यतापट्टि घर चाहिँ मेरो सानो स्कुल पढ्दाको साथीको घर, मेरो फुपू होइन, तर हामी सँगै पढ्थ्यौँ। कमला फुपूको घर हो। भैँसाहरू चाहिँ हाम्रो जेठमाको होला, जेठमाको। यसरी हाम्रो गाउँमा, यसरी हाम्रो घरमा चाहिँ स्याउलाहरू यसरी ल्याउँछन्। यो चाहिँ मेरो मन्जु दिजूको घर हो। यो घर चाहिँ हाम्रो गाउँको राजाको घर हो। राजा भन्नाले मेरै दाई होइसिन्छ। अहिले चाहिँ उहाँ काठमाडौँ बसिन्छ। यहाँ चाहिँ अरू अङ्कलहरू बसिन्छ, आन्टीहरू बसिन्छ, ठुलोमाहरू बसिन्छ। यो चाहिँ मेरो ठुलो बुवाको भान्सा हो, त्यो चाहिँ सानो। यो चाहिँ मेरो माइलो बुवाको घर, यो ठुलो बुवाको घर, उतापट्टिको चाहिँ मेरो घर। यिनी हाम्रो घरहरू चाहिँ सँगै छन्। यिनीहरू दुई बहिनी चाहिँ धान कुटिरहन्। पहिला हामी पनि यसै गरी धान कुट्थ्यौँ। कति सानो छन्, त्यही पनि यति काम गर्छन् हाम्रो गाउँतिरका बहिनीहरू। हामी पनि गर्थ्यौँ पहिला। 95 इयर्स ओल्डमा हजुरमुवा यसो हामी यस्तरी दौडेर सुरेर लगेर मलाई चाहिँ सबभन्दा एउटा रोटी मिठो लाग्छ। त्यो रोटी मलाई पहिल्यैदेखि खान मन लाग्थ्यो। यहाँ ठ्याक्क मेरो जेठमाले पकाइदिएछ मलाई। यो रोटी चाहिँ मलाई एकदम मनपर्छ। यहाँ झिँगा आउँछ पहाडतिर, यस्तै हो। यो रोटी चाहिँ मलाई एकदम मनपर्ने। तपाईँहरूलाई कस्तो लाग्छ? यो घर चाहिँ मेरो र मेरो अङ्कलको घर हो। यहाँ कोही पनि बस्दैन आजकल, धेरै पुरानो भइसक्यो। मेरो कान्छो अङ्कलको र मेरो घर हो यो। के भन्छ यो जिजमा? फाल्दैन। यो घर चाहिँ हामी पहिल्यैदेखि खोला घर भन्छौँ, सबैले भन्छन्। यो घर चाहिँ मेरो कमल दाजुको घर हो। अनि यहाँ चाहिँ दसैँको मेला लाग्ने ठाउँ, यहाँ मन्दिर हो। त्यो पारि देखिने पनि हाम्रै गाउँ हो। त्यहाँ बसिरहेको मेरो आन्टीहरू बहिनीहरू हुन्। उनीहरूले के भनिसके। ल ल तँलाई पनि। दाजु खान लागिसक्यो रोटो।
चाहिँ मेरो आजको भ्लग चाहिँ यहीँसम्म सकिएको छ। यति हो मेरो। कस्तो लाग्यो सबैले हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। बाई बाई।